welcome back guys. You're watching Fixed with Anil. र आज चाहिँ हामीसँग छ Honda CR-V. I think 2022 को जस्तो लाग्यो. So हामी यसको चाहिँ rear passenger side को seat belt replace गर्नु गइरहेको छौं. र रात पर्न रहेछ र it's really cold outside, so यो भिडियो चाहिँ एकदम क्विक हुनेछ. I'm gonna walk you through all the steps, okay? So first thing भनेको हामी ब्याट्रीलाई डिस्कनेक्ट गर्छौं र ब्याट्री डिस्कनेक्ट गर्नुभन्दा अगाडि हाम्रो सबै दाइलो र ट्रङ्कलाई ओपन राख्ने छौं किनकि हामी ट्रङ्क देखि पनि ट्रिम पिसेसहरु रिमुभ गर्नुपर्ने हुन्छ. सो एभ्रीथिङ ओपन राख्ने छौं र ब्याट्री डिस्कनेक्ट गर्ने छौं. सो एभ्री टाइम एयर ब्याग सिस्टममा चाहिँ काम गर्नुभन्दा अगाडि अलवेज डिस्कनेक्ट गर्न छ है ब्याट्रीहरु चाहिँ. सो र लाई टच नहोस् भनेर मुनि एउटा र्याक वा जे भने राख्ने छौं. सो ब्याट्री डिस्कनेक्ट भइसकेको छ र जहिले पार्ट्स अर्डर गर्नुभन्दा अगाडि तपाईले यहाँ पार्ट्स नम्बर चेक गर्न सक्नुहुन्छ. यहाँ पार्ट्स नम्बर छ र यहाँनिर सेकेन्ड राइट ह्यान्ड साइडमा भनेछ र जुन चाहिँ सेकेन्ड रो राइट ह्यान्ड साइड भनेपछि तपाईको प्यासेन्जरको सेकेन्ड रियरमा. सो राइट पार्ट छ. ओके, सो डुअर सिललाई जस्ट यहाँ हातले जस्ट पुल गर्दा हुन्छ है. यसलाई निकाल्ने छौं. यो ट्रिम पिसहरुको जुन रबरहरुको लागि चाहिँ यो प्लास्टिक ट्रिम पिस टुलहरु हुन्छ. हावर फ्रेड जतै पाउँछ होलसेल, त्यसलाई निकाल्ने छौं. यसलाई यी साइडमा पछाडीको ट्रङ्कको सामानलाई क्लियर गर किनभने हामीलाई ट्रङ्कको सबै एक्सेस चाहिन्छ. नेक्स्ट भनेको हामी ट्रङ्कको यो जुन सिल छ यसलाई नि निकाल्ने छौं. र यो ट्रङ्कको मुनिको ट्रिम पिसलाई यसलाई निकाल्ने छौं. र जुन माथिको ट्रिम पिस छ यसलाई निकाल्ने छौं. सो सिटलाई ढल्काएर टक्कै यो सानोबाट स्क्रुड्राइभर यहाँ साइडमा हालौ नेसर अर्को साइडमा नि छ स्क्रु दुईटामै स्क्रु हुन्छ यसमा चाहिँ. र पावर टुल छ भने पावर टुल युज गर्दा हुन्छ यसलाई. अनि यो पनि निस्किन्छ. र नेक्स्ट भनेको हाम्रो जुन सिटलाई छ सिटलाई निकाल्ने छौं. र सिटको लागि चाहिँ यहाँ हुन्छ एउटा 14 को, अर्को यहाँ हुन्छ 14. सो दुईटा 14 अगाडि हुन्छ अनि दुईटा 14 पछाडी हामी सिटलाई निकाल्छौं. सो सिटलाई चाहिँ जस्ट फुल्ली निकाल्नु पर्दैन, अलिकति अगाडि स्लाइड गरेर यतिकै छोड्ने छौं. नेक्स्ट भनेको जुन यो ब्ल्याक ट्रिम पिस छ फर्स्ट त्यसलाई अनि सेकेन्ड माथिकोलाई निकाल्ने छौं. लाइट छ यसकोमा चाहिँ कनेक्टर हुन्छ. यसलाई चाहिँ जस्ट पपर यस्तो निकालेर अनप्लग गरेर यसलाई साइडमा राख्ने छु. के छैन यसलाई चाहिँ जस्ट क्लिपहरुले होल्ड गरिरहेछ. सो प्लास्टिक पिस
भनेपछि हो नेक्स्ट थिङ मैले एउटा कुरा बिर्सेको छु यहाँ मुनि दुईवटा रबर क्लिप छ यसलाई चाहिँ बिर्सेको छ सो दुईवटा रबर क्लिप्सलाई निकालिसकेपछि जस्ट मोर क्लिप्स हुन्छ है अनि निस्किन्छ यसलाई साइडमा राख्ने अनि यो माथिको ट्रिम पिस पनि सेम थिङ हो तर फर्स्ट हामी यो साइडलाई निकाल्नेछौँ अनि यहाँको चाहिँ माथि अफ भयो यस्तो अफमा यस्तो होल्ड गरिरहन्छ सो यसलाई चाहिँ मुनि तानेर यस्तो निकाल्नु र नेक्स्ट भनेको नेक्स्ट चाहिँ यसलाई यहाँनिर लाइन अप गरौँ तपाईँको यहाँनिर माथि चाहिँ गाइड जुन यस्तो गाइड गर्ने पिन जस्तो हुन्छ है त्यो चाहिँ यहाँ माथिको दुला हालिसकेपछि यहाँ लाइन अप हुन्छ अनि माथिको सानो बोर्डलाई होल्ड गर्नुको लागि इन्स्टल गरिराखेँ यसलाई यहाँनिर माथि रहेछ यहाँ माथि इन्स्टल गरौँ सो सानो लाग्यो भने यो भित्रको दुईटा इन्स्टल भइसकेको छ नेक्स्ट भनेको हाम्रो यो माथिको ट्रिम प्रेसलाई जुन माथिको छ टक्क ग्राब गरौँ र यहाँदेखि चाहिँ सिट बेल्ट छिराउने छु यसको यसलाई इन्स्टल गर्नेछु अघिकै निकाल्दा कसरी निकालेको थियो त्यही रिभर्स अर्डरमा इन्स्टल गर्नुपर्छ त्यसमा माथिको इन्स्टल भइसकेको छ यसलाई हाल्नेछु यसको जुन चाहिँ यो सिटको साइडमा हुन्छ है सो सिट बेल्ट इन्स्टल भइसकेको छ नेक्स्ट भनेको यसलाई इन्स्टल गर्ने लाइन अप गरेर पछाडिको केबल लाइनलाई हाल्ने यहाँनिर जुन यसको होल्डरभित्र हाल्नुपर्छ जुन केबल लाइनको होल्डर छ त्यहाँभित्र अनि जुन लाइटको कनेक्टर छ यसलाई भएर निकालेर द्याट्स इट लाइन अप गरौँ अनि पुस गर गरेपछि यिनीहरू चाहिँ जनै नडेन साइडमा चेक गर्ने सबै लाइन भएको छ सबै लाइन भएको छ यहाँ पनि सबै लाइन भएको छ यसलाई अघिकोलाई रिकनेक्ट गरौँ
just त्यतिकै भित्र पुस गरेपछि त्यो जान्छ फर्स्ट थिङ फर्स्ट यहाँ तलकोलाई जुन यो मुनिको पिस थियो त्यसलाई इन्स्टल गरौँ अनि यो सिललाई ब्याक हाल्ने हो नेक्स्ट भनेको टपकोलाई सेल इन्स्टल भइसकेको छ यो अघिको दुईटा जुन रबर क्लिप थियो त्यसलाई ब्याक हाल्ने छु यति भए चाहिँ वर्क हुन्छ सिट हालिसकेको छ नेक्स्ट थिङ भनेको र यो डुवर सिललाई रिइन्स्टल गरौँ अनि अघिको जुन यो ट्रिम पिस थियो दाइलेको त्यसलाई ब्याक लास्ट भनेको अघिको हाम्रो जुन ब्र्याकेट थियो यसलाई फेरि रिइन्स्टल गरौँ र हाम्रो जुन यो पिस थियो त्यसलाई इन्स्टल गर्नेछ अलिक राति छ गाइस जुन अघि इन्स्टल गरेको सिट बेल्ट छ त्यो चाहिँ राम्ररी चलिरहेछ यो हो एभ्रिथिङ इज वर्किङ फुल्ली सबै रिट्र्याक्ट सबै हुन्छ तान्दा आउँछ र तपाईँको जुन स्पिड गर्दा लक हुन्छ है लक पनि हुन्छ आउँदा सबै So it's working. So guys, everything मैले ब्याक टुगेदर हालिसकेको छु सिट बेल्ट पनि चलिरहेछ सो राति भएको कारणले चाहिँ भिडियो अलिक राम्रो भएन होला र पनि होप यु गाइज इन्जोय र यो लास्ट कुरा चाहिँ के भन्न चाहन्छु भने यो जुन मैले भिडियोहरू बनाउँछु यो चाहिँ हाम्रो नेपाली कम्युनिटीमालाई चाहिँ हेल्प होस् भनेर गाडीहरू कसरी बनाउने र के गर्ने भनेर जुन स्टेपहरू म भन्छु त्यो चाहिँ हेल्प होस् भनेर मैले बनाएको र त्यति नै थियो आजको नेक्स्ट टाइम चाहिँ अलिक राम्रो बनाउन खोज्छु जुन चाहिँ मेरो ऱ्याफरको मैले गरिरहेको छु भिडियो बनाइरहेको छु त्यसको पार्ट्सलाई मैले वेट गरिरहेको छु आएपछि इन्स्टल गरेर फुल भिडियो म नेक्स्ट विक हाल्नेछु आई होप यु गाइज इन्जोय अनि थ्याङ्क यू फर वाचिङ
सबै सन्चै बस्नु होला अर्को हप्तासम्म धन्यवाद